मर्यादित महिनावारीलाई नै हैन प्राइमेरी विषय बनाएर चाहिँ लेखेको छैन त्यस्तो होइन। मेरो केही राइटिङहरूमा महिनावारीका विषयहरू चाहिँ आएका छन्। जस्तो मेरो 74 सालमा प्रकाशित त्यसपछि फुलेन गोदावरी भन्ने एउटा कथा सङ्ग्रह छ। त्यहाँभित्र रश्मि भन्ने एउटा कथा छ। त्यो रश्मि पात्रको चाहिँ महिनावारीको प्रब्लम हो क्या उसको चाहिँ। अनि महिनावारीको प्रब्लम चाहिँ कस्तो भन्दाखेरि महिनावारी हुँदाखेरि चाहिँ एकदमै बढी दुख्ने, रक्तस्राव हुने, नर्मल कन्डिसनभन्दा बढी के हुन्छ नि। नर्मली पनि अलिअलि दुख्ने पेनहरू हुन्छ तर एक दुई दिनमा सबसाइड हुने र कतिपयको चाहिँ एकदमै एक्स्ट्रा ब्लिडिङ हुने र दुख्ने। त्यहाँ मेरो क्यारेक्टर त्यस्तो छ होइन। अनि उसलाई चाहिँ डक्टरहरूले के सल्लाह दिएका छन् भन्दाखेरि एउटा बिहा गरेर एउटा सन्तान भयो भने यो प्रब्लम चाहिँ ठिक हुनसक्छ। यो पनि एउटा कन्सेप्ट छ मेडिकल साइन्समा कि महिनावारीको प्रब्लमेटिक महिनावारी चाहिँ कहिलेकाहीँ चाहिँ बिहा भयो एउटा सन्तान भयो भने त्यस पछाडि ठिक भएको पनि देखिएको पनि चाहिँ इम्पेरिकल्ली त्यो छ। मेरो पात्र त्यस्तो छ। अब त्यो खास महिनावारी नै केन्द्रित कथा होइन होइन, प्रसङ्गमा त्यसरी त्यो महिनावारीको आएको छ। अब महिनावारीकै नभएर यो प्युबर्टी हुन्छ नि, महिनावारीसँग रिलेटेड प्युबर्टी जसलाई चाहिँ किशोरावस्थामा प्रवेश गर्दाखेरिको महिनावारी लगायतका अरू शारीरिक परिवर्तनका कुराहरूको प्रसङ्ग चाहिँ मेरो तादी किनारको किशोर उपन्यासभित्र पनि आएको छ। त्यो किशोर उपन्यास भनेर लेखे तापनि यो चिज छ किनकि किशोरावस्थामै आउने कुराहरू हो नि त्यही। अनि त्यहाँको मेरो एउटा बुल्की भन्ने पात्र त्यो महिनावारी हुँदा एडोल्सेन्ट हुँदाखेरिका उसका कुराहरू र उसलाई चाहिँ त्यो ठुलो हुनुको बोध के महिनावारी चाहिँ एउटा के को इन्डिकेटर हो त केटीहरूको भन्दा ठुलो हुनुको बोध पनि हो नि त। हाल त्यो कोणबाट हेर्दैनौँ। अनि त्यहाँ मेरो पात्रको त्यो ठुली हुनुको कोण के अब म आमा जस्ती हुँदैछु। अनि उसले त्यो आमाको ड्रेसअपको सिको गर्न थाल्छ त्यस पछाडि होइन। त्यो चिजहरू आएको छ तादी किनारको गीतमा भनेपछि मेरो राइटिङमा कहीँ न कहीँ डाइरेक्टली इन्डाइरेक्टली छ। तर त्यही मेरो सेन्ट्रल थिम बनाएर लेखेको छ। दाइले भन्दै गर्दाखेरि दाइ तपाईँले पढेको त्यस्तो केही छ नेपाली साहित्यका अन्य उपन्यास कथाहरू कविताहरू जहाँ चाहिँ यसलाई मूल विषय बनाइएको छ? जस्तो यो डिग्निफाइड मेन्सुरेसन होइन, मेन्सुरेसनको वैज्ञानिकी जो छ नि, वैज्ञानिकीलाई बुझाउने हेतुले नै लेखिएको त्यस्तो फिक्सनहरू चाहिँ छैन होइन। तर छाउ अथवा महिनावारीसँग जोडिएको सेक्युरिटी इन्सेक्युरिटीका कुराहरू भए होइन, त्यसको सामाजिकी त्यसको सोसल साइन्सलाई जोडेर लेखेको चाहिँ जस्तो छाउघर भन्ने उपन्यास छ, त्यसको मूल विषय त्यो हो होइन। अनि उषा शेरचनको छाउपडी भन्ने कथा छ, त्यसमा चाहिँ त्यो पात्रले छाउ भएको पात्र एकजना किशोरीले चाहिँ रिभेल गर्छ क्या आमासँग कि तिमी छाउमा जाऊ, छाउ बस्छ भन्दाखेरि उसले चाहिँ त्यहाँ भन्छ क्या वैज्ञानिक हिसाबले छाउ इज दिस, छाउ भनेको यो हो, महिनावारी भनेको यो हो, यो प्रजनन स्वास्थ्यको लागि आवश्यक छ, यो एउटा नेचुरल प्रक्रिया हो भनेर त्यो पात्र वाचाल भएर बोलेको छ उषा शेरचनको एउटा कथा छ छाउपडी। अर्को एउटा महत्त्वपूर्ण मैले पढेको किताबमा मलाई खुसी लागेको कुरा के छ भने अर्चना थापाले अङ्ग्रेजीमा एउटा किताब सम्पादन गर्नुभएको छ, टेलिङ ए टेल। त्यो किताब अङ्ग्रेजीमा सबै नेपाली राइटरहरूले अङ्ग्रेजीमा लेखेका छन्। त्यसमा 16 वर्षका किशोरीदेखि लिएर करिब 70 वर्षका लेखकहरूको महिला हुनुको अनुभूतिहरू लेखिएको छ क्या त्यहाँ। त्यो फिक्सन होइन तर सेल्फ नेरेसन भनौँ न, एउटा आफ्नो अनुभूति कथन। र त्यहाँ 16-17 वर्षका केटीको राइटिङ्सहरू पढ्यो भने रजस्वला भएको कुरा उनीहरूले लेखेका छन् र रजस्वलाले उनीहरूलाई पूर्णतातिर लगेको अनुभूतिको कुरा लेखेका छन्। त्यहाँबाट के बुझिन्छ भने यो तपाईँले भने जस्तो चेतना त आएछ नि त, त्यो डिग्निटीको कुरा भएछ नि त कि नाउ आइएम बिकमिङ अ वुमन, अब म आमा बन्न सक्छु, अब म सन्तान जन्माउन सक्छु, अथवा म एडल्ट भएँ, म पूर्ण भएँ भन्ने त्यसको मार्करको रूपमा लिने जेनेरेसन त आएछ। र यो अर्चना थापाको होइन, र उहाँले स्व-अस्तित्वको खोज भने अर्को किताब फेरि सम्पादन गर्नुभएको छ अर्चना थापा, डाक्टर अर्चना थापा। यो टेलिङ ए टेल पछाडि आएको किताब हो। त्यो पनि त्यही महिलाहरूको छ त्यहाँ कथा होइन, र महिला हुनुको अनुभूतिको कथन गर्ने क्रममा त्यहाँ किशोरीहरूले आफ्नो रजस्वलाको अनुभवहरू लेखेका छन् र ठ्याक्कै त्यो तपाईँको डिग्निफाइड मेन्सुरेसनको एङ्गलबाट ती चिजहरू आएका छन्। जस्तो पुरुष लेखकहरू पनि दाइ एउटा घरमा एउटा पुरुष लेखक छ भने उसकोसँग श्रीमती हुनुहुन्छ, छोरी हुनुहुन्छ, काकीहरू भन्दाखेरि उसले 4-5 जना
महिलाहरूलाई महिनामा 4-4 दिनको दरले पनि 20 दिन भयो भनेपछि ऊ यो मुद्दाबाट पर त होइन नि त, उसले त पटक पटक महसुस गरेको हो, ऊ आफैले विभेद गरिरहेको होला होइन। एउटा लेखकले त्यो कुरा महसुस गरिसकेपछि त्यसलाई लेख्नुपर्ने हो। अनि हाम्रो पुरुष लेखकहरू चाहिँ किन यो विषय लेख्न चाहनुहुन्न या चाहिँ लेखिरहनु भएको छैन होला, तपाईँलाई के लाग्छ? यो गम्भीर प्रश्न हो होइन। पहिलो कुरा त यो नयाँ डिस्कोर्सको हामीले जो कुरा गरिरहेका छौँ, यो नयाँ डिस्कोर्स हो नेपाली साहित्य अथवा चिन्तनमा। यो नयाँ डिस्कोर्सबाट त्यति धेरै मान्छे दीक्षित पनि छैनन् पहिलो कुरा चाहिँ, किनकि त्यो डिग्निफाइड मेन्सुरेसन अथवा मेन्सुरेसनको वैज्ञानिकीलाई लेखेर आउन त ज्ञान हुनु पऱ्यो नि त, एनाटोमीको ज्ञान, फिजियोलोजीको ज्ञान, मेन्सुरेसन भनेको के हो, एउटा चाहिँ महिलाहरूको शरीरमा मियोसिसको प्रक्रिया कसरी हुन्छ होइन, त्यसले कसरी एउटा चाहिँ ओभम भनौँ न, ओभुलेसन कसरी हुन्छ, त कति दिनमा त्यो ओभम मेच्योर्ड हुन्छ, त्यो बिचमा चाहिँ उसको चाहिँ इन्सेमिनेसन भयो भने ऊ आमा हुन्छ, भएन भने त्यो खेर जान्छ, त्यो खेर गएको ब्लड न हो मेन्सुरेसन भनेको त के हो र होइन। त्यो वेस्ट त्यो ओभम चाहिँ फुट्यो, फर्टिलाइज भएन, त्यो बच्चा हुन पाएन, त्यो फुटेर गयो, 28 दिनको त्यो साइकलमा बिचमा ओभुलेसन हुन्छ, मेच्योर्ड हुन्छ त्यो, अनि त्यसले स्पर्म पाएन भने त्यो फर्टिलाइज हुँदैन, त्यो गयो, त कुन ठुलो कुरा हो त। अनफर्टिलाइज्ड एग चाहिँ बोडीले डिस्कार्ड गरेको कुरा हो। यो वैज्ञानिकै धेरैलाई थाहा छैन क्या। थाहा नभइसकेपछि मान्छेले अब यो रहेछ भनेर भन्दैन, लेख्दैन। दोस्रो कुरा, हामी अझै पनि धेरै ठुलो यो पेट्रियार्कल चिन्तनको चङ्गुलमा छौँ क्या हामी लेखकहरू। हामीलाई यस्तो विषयमा कलम चलाउँदाखेरि मर्यादा के हुने हो होइन, अनि अब ससुरालीले पनि पढ्ने भए, सासूले पनि पढ्ने भइन्, छोरीले पढ्ने भई, अनि लाज लज्जाबोधहरू गर्ने, अनि आफू त क्लिन लेखक हुने नाममा, क्लिन लेखक के भन्नु पनि पायस हुने नाममा, अनि हामीले यी सत्यहरूलाई पनि साइडलाइन गरेका छौँ। र छैन तपाईँले भनेको कुरा जस्तो सेक्सुअल विषयहरू फ्रेङ्कली आएको छ होइन नेपाली साहित्यमा। बिपी कोइरालादेखि आएको छ, गोविन्द गोठालेको साइको सेक्सुअल राइटिङ हो, पल्लो घरको झ्यालदेखि लिएर कति कथाहरू छ। तपाईँको पुष्कर लोनीको सारा जीवन सेक्सुअल राइटिङ हुँदै थियो, तर उहाँको पुरै टोटल लिटरेचर सेक्स मात्रै हो लेखेको। फेरि हेर्नुहोस्, कौडी कथा सङ्ग्रहदेखि लिएर अहिले चाहिँ 90 वर्षको उमेर, उहाँ 16 वर्षदेखि लेखेको पुष्कर लोनीले लेख्नु भएको छ। उहाँको चाहिँ साइकोलोजिकल स्टोरिजहरू छ, साइकोसेक्सुअल स्टोरीहरू छ, फ्राइडियन स्टोरी हो, तर वैज्ञानिक स्टोरी होइन क्या। तपाईँको डिग्निफाइड मेन्सुरेसनमा आउन त वैज्ञानिक स्टोरी आउनु पऱ्यो नि त, वैज्ञानिक विथ सोसियोलोजिकल कनेक्सन, त्यसको सामाजिकी सहित विज्ञान आउनु पऱ्यो। उहाँकोमा पनि मैले त्यो देखिनँ, किनकि उहाँका कथाहरू मैले हेरेँ, सम्पादन गरेँ, कलेक्ट पनि गरेँ। एउटा उपन्यास मैले आफै सम्पादन गरेको छ उहाँको होइन, अदृश्य मान्छे भन्ने। त्यो एउटा मान्छेभित्र कति प्रकारका सेक्सुअलिटी एउटा हुन्छन् भन्ने छ क्या दिमागमा। एउटा मान्छे हेर्दा पुरुष छ होइन, ऊभित्र पुरुष पनि त्यहीँ छ, महिला पनि त्यहीँ छ, त्यो होमोसेक्सुअल पनि छ, हेट्रो पनि छ, अनि त्यो बाइसेक्सुअल पनि छ, अनि ट्रान्सभेस्टाइट पनि। उसको त्यो मानसिक के मान्छे अवस्था अनुसार हेट्रो हुन्छ, होमो हुन्छ, त्यो सबै आएको छ। तर यो मेन्स्ट्रुअल चाहिँ विषय चाहिँ छैन। एउटा मलाई सम्झना छ, यो चाहिँ मैले भन्नुपर्छ है, श्रद्धेय दिदी अहिले अमेरिकामा हुनुहुन्छ सीता पाण्डे। सीता पाण्डेले करिब 4 दशक नै भनौँ न को उहाँको राइटिङमा फ्रेङ्कली मेन्सुरेसनको कुराहरू लेख्नु र कस्तो डिग्निफाइड भने, ल म रजस्वला भएँ, म गर्भाधारण गर्न सक्छु, आमा बन्न सक्छु, आऊ गर्भाधारण गर भन्नेको फ्रेङ्कनेस क्या। त्यो फ्रेङ्कनेसमा त विथ डिग्निटी क्या। मेन्सुरेसन चाहिँ डिग्निटीको कुरा हो भने एउटा नाम हामीले यहाँ लिनुपर्छ विथ रेस्पेक्ट है। सीता पाण्डे दिदीको कथाहरू हामीले त्यसरी हेऱ्यौँ भने यो चिजहरू हामीले त्यहाँ भेट्छौँ। र पुरुष लेखकहरू तपाईँले भन्नुभयो होइन, मैले फेरि सीता पाण्डे भनेर महिला नै जोडेँ। भुपीको एउटा कविता छ मैनबत्तीको शिखा। त्यो मैनबत्तीको शिखा इज समहाउ रिलेटेड विथ मेन्सुरेसन। त्यसमा एउटा भर्खरै रजस्वला भएकी महिला नुहाएर स्निग्ध भएर चट्ट परेर घाम ताप्न आएको प्रसङ्गहरू छ के। उसले त्यसरी रजस्वला भएर आएको ती महिलालाई एउटा डिग्निफाइड ब्युटीको रूपमा उनले चित्रण भने चेतना रहेछ नि त भूमिमा होइन रहेछ त। यस्तो यस्तो केही उदाहरणहरू चाहिँ छ। तर म केही कुरामा सहमत छु भने पुगेन, यो त छरिएको राइटिङ भयो नि त, थोरै भयो। यसले मुभमेन्टको आकार लिँदैन, यसले रजस्वलाको त्यो विज्ञानलाई अगाडि ल्याउँदैन।
र यसले सोसियल एडभोकेसी गर्दैन के। अब तपाईँले खोजेको चिजलाई नयाँ सिराबाट नयाँ पुस्ताले जस्तो रजस्वलाको पछाडि हामी धेरै पौराणिक विश्वास त्यो मिथहरूले गाइडेड हाम्रो सोसियल नर्म्सहरू छ, कल्चरल नर्म्सहरू छ, भनौँ दैनिकी नै त्यस्तो छ। पौराणिक कथाहरूबाट हामी मोटिभेट छौँ या त्यसलाई पछ्याउँछौँ, फलो गर्छौँ। त्यसमा तपाईँको ब्रह्म हत्याका कुरा गरिएको छ। ब्रह्मले विष्णुलाई कि कसलाई चाहिँ एउटा ब्रह्म हत्याको दोष लाग्दाखेरि उनले चाहिँ सजाय 3 ठाउँमा बाँड्छन्। एउटा चाहिँ चोपलाई दिन्छन्, एउटा अर्को कसलाई दिन्छन् र एउटा चाहिँ महिलालाई दिएको र महिलाले ग्रहण गरिदिएको। त्यो बापत चाहिँ उनीहरूले केही वरदान पनि मागेको भन्ने खाले कथाहरू छ। तपाईँको त्यो कथालाई मैले बुझ्दाखेरि त्यसलाई अर्थवादको रूपमा बुझ्नुपर्छ भन्ने खालको चाहिँ यो पुराण पढ्ने साथीहरूको मैले मत पाएँ क्या दाइ। मैले त्यो भनेको के हो भनेर सोद्धाखेरि चाहिँ अर्थवादलाई चाहिँ निषेध गर्नको लागि त्यो कुरा यति धेरै पवित्र छ कि त्यसलाई अलग्ग राख्नको लागि त्यसो भनिएको भनेर उहाँले त्यो अलिक अगाडि कुरा गर्नुभयो। तर यदि त्यो हो भने पनि उहाँहरू पनि त लेखक हो, उहाँहरूले पनि त्यसलाई त्यसरी बुझाउन आउनु भएन। अब अहिले राधा पौडेल होइन हजुरहरूले चाहिँ डिग्निफाइड मेन्सुरेसनको कुरा यसरी यो चाहिँ साइन्टिफिक तरिकाले जाउँ, यसको चाहिँ हेल्थ स्वास्थ्यको विषयबाट लिएर जाउँ न भन्दाखेरि चाहिँ यो विषय पनि आउन नदिने, उताको विषय पनि तपाईँको धेरै नै भत्रगोल छ झन् होइन अगाडिको। अनि कुरै नगर्न चाहिरहेको जस्तो नि होइन। मैले अझै यो थाहा पाउँछु दाइ मूत्राशयको पनि के कुरा गर्ने भन्ने खालको एकदमै अर्कै खालको त्यो बहसमै छिर्न चाहने खालको एउटा मानसिकता छ। यसको पछाडि चाहिँ यो साइकोलोजी के होला, कसरी बनेको होला, यो लेखकहरू पनि त्यही देखिन्छ। हाम्रो जस्तो वैदिक साहित्य अथवा मिथ भन्नु पनि तपाईँले यसको दुईवटा लेयर छ हेर्नु, हामीले बुझ्नुपर्छ। एउटा वेद छ र एउटा पोस्ट वैदिक लिटरेचर छ। वैदिक लिटरेचरमा रजस्वलाको रज भनेको चाहिँ ओभुलेसनको कुरा हो, ओभमको कुरा हो। र त्यो रज कहीँ पनि त्यो नेगेटिभ चित्रण पनि छैन, त्यो वर्जित पनि छैन, त्यसलाई वञ्चन गर्नुपर्छ भन्ने पनि छैन। त्यो वञ्चितको प्रश्न वेदमै छैन। त्यो रजस्वला भन्ने चाहिँ रजबाट चिज आएको हो के। हेर्नुहोस् र हेर्नुहोस् कतिपय चाहिँ यस्तो डिग्निफाइड हाम्रो फेस्टिभलहरू छ, रजस्वला भएपछि पूर्ण नारी हुनुको बोधमा ऋषि पञ्चमीहरू गर्छ। रजस्वला भएका महिलाहरूले नुहाई धुवाई गरेर त्यो डिग्निटीलाई सेलिब्रेसन गर्ने चिज पनि छ। तर पोस्ट वैदिक लिटरेचरमा चाहिँ प्रब्लम के छ भाइ भने यो पुराणहरू चाहिँ त्यसमा आउँछ कि पुराण, मनुस्मृतिहरू, ब्राह्मण ग्रन्थहरू भन्छ यो चाहिँ पोस्ट वैदिक हो। उपनिषद केही हदसम्म वेदलाई टेकेर बनाइएका मिथकहरू, त्यसमा पुराणहरू पनि आउँछन् होइन। ब्राह्मण ग्रन्थहरू भयो अनि उपनिषदहरू भयो, यो चाहिँ वेदको एक्सटेन्सन हो, व्याख्या हो। जब समाजले आकार लिइसकेपछि निर्माण गरिएको यो चिज हो। र यो चाहिँ के भयो त भन्दा यो चाहिँ ट्रेडिसनसँग गाँसिएर आयो क्या। अनि हामीले वेदको स्निग्ध नलेजलाई ट्रेडिसनसँग लगेर मासमिस पार्यौँ। तपाईँको अब ट्रेडिसनलाई कसले डोर्यायो लामो समयसम्म भन्दा पुरुष केन्द्रित समाज सत्ताले डोर्यायो। अब पुरुषले के गर्यो त आफ्नो अनुकूलमा व्याख्या गर्दै यसलाई भन्छ सङ्कथन भन्छ क्या। यसलाई सङ्कथन निर्माण गर्यो आफू पावरमा बस्नलाई, अथवा पुरुष चाहिँ चोको हो, पवित्र हो भन्नलाई। अनि महिला चाहिँ रजस्वला हुने हुनाले ऊ चाहिँ नन डिग्निफाइड अथवा सोइल्ड होइन अथवा अधर्ड हो भन्ने गर्नलाई। यो चाहिँ के छ भने एउटा हायरार्किकल सोसाइटीको निर्माण भइसके पछाडि गरिएको कुरा हो। र त्यसको प्रभाव धेरै पर्छ समाजमा। र अहिलेका हाम्रा तपाईँले भनेको व्याख्याताहरू पनि त्यही प्रभावको चङ्गुलमा अहिलेसम्म पनि छन्। उनीहरूलाई त्यो थाहै छैन कि यो डिस्कोर्स हो, यो क्रिएटेड कुरा हो, कन्स्ट्रक्टेड कुरा हो, यसलाई तोडिदिन सकिन्छ फु गरेर भन्ने कुरा थाहा पनि छैन। थाहा भएकोलाई आँट छैन के। किनकि त्यो ब्राह्मण हुनुको त्यो विरासत घुम्छ नि त। फेरि त्रासाइको कुरा गर्दै हिँड्यो महेश पौडेलले भनेपछि त उसको त के हो त जोखिम भयो नि त उसलाई। त्यो जोखिम बोल्न तयार छैनन् के साथीहरू। तर हामी के सत्य हो भने त भन्नु पऱ्यो नि त। कसरी उसको जन्म कहाँबाट भयो त होइन, आकाशबाट झरेको हो त्यो मान्छे होइन नि। आफ्नै जन्मको सत्वलाई स्वीकार गर्दैन एउटा मान्छे भने त्यसलाई एउटा भाइलेन्सको कारण पो बनाउनु भएन होइन। एउटा अर्को टर्म छ तपाईँलाई बोर लाग्यो भने भन्नु ल, स्ट्रक्चरल डिभिडेन्ड भन्छ क्या अङ्ग्रेजीमा। स्ट्रक्चरल डिभिडेन्ड भनेको चाहिँ म पुरुष भएका नाताले मलाई केही फाइदाहरू छ क्या, पुरुष भएका कारणले फाइदा हुने के, मैले केही नगरे पनि फाइदा छ। एउटा फाइदा मासिक रूपले रजस्वला हुनु पर्दैन नि त मलाई। अनि कहाँको प्याड, कताको सेफ्टीको कुरा भयो, कहाँ अब रगत कता बग्छ भन्ने स्कुलमा होला, यो चिजबाट मलाई प्रकृतिले मुक्त पारिदियो होइन।
अनि पुरुषहरूले के गरे भने यसलाई भाइलेन्सको टुलको रूपमा प्रयोग गरिदिए के उसको आर्जन पनि होइन उसको पुरुषार्थ होइन यो उसले कमाएको होइन ऊ पुरुष भएर जन्मियो एउटा संयोग हो XY क्रोमोजोमको संयोगले पुरुष भएर जन्मियो उसले रजस्वला हुनु पर्दैन यसलाई उसले भाइलेन्सको टुल माने के त्यसलाई भन्छ स्ट्रक्चरल डिभिडेन्ट भनेको व्यवस्थाले दिएको लाभांश के समाजको व्यवस्था अथवा प्रकृतिको व्यवस्थाले एउटा लाभांश दियो नि त एउटा प्रोफिट त दियो नि त राजुलाई अब उसले त्यसलाई प्रकृति प्रदत्त एउटा स्वभाव हो अवस्था हो भनेर स्वीकार गर्नुपर्नेमा उसले त्यसलाई भाइलेन्सको टुल बनाएको छ र रजस्वलालाई नन डिग्निफाइड भन्नुमा पनि त्यो टुलको रूपमा प्रयोग गरेको हो कि त्यो तर एउटा कुरा चाहिँ म के मान्छु भने रजस्वला भएको बेलामा महिलाहरूलाई धेरै काम लाउनु हुँदैन के हेर्नुहोस् त्यो चाहिँ मैले चाहिँ यो फिजिकल कुरा गरेको होइन जस्तो थकान हुन्छ दुखेको हुन्छ कम्मर है रगत बगिरहेको हुन्छ त्यसलाई पनि कन्ट्रोल गर्नु पर्यो र त्यो रगत आफैमा त्यसलाई अब अहिले पो सेफ्टीका कुराहरू आए होइन सेनिटरी प्याडहरू आए पहिला त हुँदैन थियो नि त नहुँदाखेरि त त्यो रगत चाहिँ चुइरहने सम्भावना त हुन्छ नि त अब उसलाई भान्सामा लगाउँदाखेरि अथवा घरमा अरू काममा लगाउँदाखेरि त्यो सेनिटेसनका हिसाबले उनलाई पनि र अरूलाई पनि नराम्रो त हो नि त त्यो एङ्गलबाट सुरुको कल्पना गर्नेहरूले आराम दिनुपर्छ भन्ने एङ्गलबाट सोचेको हुनसक्छ तर दुर्भाग्यले त्यो चाहिँ त्यो अहिलेको ट्रेडिसनसँग मिसिएर आउँदाखेरि चाहिँ त्यो चाहिँ भाइलेन्सको टोल भइदिएको यो चेतना हामीले भयो त्यो त अछुतको व्यवहारमा हामी पुग्यौँ होइन तर वेदले चाहिँ भन्दैन मैले यो कुरा तपाईँलाई अनि यो आइरहेका कथाहरू पनि है जस्तो प्रसङ्गवश तपाईँले अहिले भन्नुभयो नि फुटकर रूपमा छोटकरीमा होइन आउँछ सङ्गठनको रूपमा कहीँ आउँछ भन्नुभयो तर त्यसले पनि मूल रूपमा यो विषय बुझ्न खोज्दैन या चाहिँ तपाईँको त्यो अहिले तपाईँले संरचनागत लाभांश या व्यवस्थाले दिएको लाभांश जुन छ त्यसलाई बचाइराख्न खोजेको जोगाइराख्न खोजेको जस्तो चाहिँ साहित्यले गर्छ जबकि साहित्यको काम चाहिँ समाजमा भएको एक्चुअल पिक्चर देखाइदिने हो नि त पक्षधर्ता लिने होइन नि होइन पुरुषले पुरुषको या महिलाले महिलाको लिने होइन नि त तर हामीहरूमा त्यो छ कि क्या हो नि होइन पुरुष लेखकले पुरुषकै लिन खोज्ने महिलाले त्यो त पुरुषको त कुरा भइगयो होइन पुरुषले त अब किनकि उसले कतिसम्म बुझ्छ त त्यो मेन्सुरेसन र सबै विज्ञान पढेर आएका पनि छैनन् र त्यो एउटा लाज एउटा चिजमा छन् उनीहरू त्यो छोडिदिउँ महिलाहरूकै पनि के भयो त भन्दा एउटा प्रोटेस्ट राइटिङ जस्तो चाहिँ भयो क्या यसको विज्ञानलाई अगाडि ल्याउने भन्दा पनि प्रोटेस्ट राइटिङ के होइन जस्तो एउटा महिलाले रजस्वलाको विषय किन लेखिरहेछ त प्रोटेस्ट गर्न चाहिँ लेखिरहेछ एक्टिभिजम चाहिँ भइरहेछ अलिअलि जति आयो एक्टिभिजम आइरहेछ क्या म रजस्वला भए त कि एकदम टाइपको हुन्छ नि तर त्यो तपाईँले खोजेको चिज चाहिँ के होला जस्तो मलाई लाग्छ भने नि यसको विज्ञान यसको अनिवार्यता होइन यसको हेल्थसँग रिलेटेड कुराहरू चाहिँ हामीले बुझायौँ भने स्वतः यो प्रब्लम चाहिँ सोल्भ हुन्छ भन्ने एउटा हाइपोथेसिस हो नि त तर त्यो विज्ञान बुझाउने हिसाबले चाहिँ महिलाहरूले लेखेन उनीहरूले प्रोटेस्टको रूपमा के अथवा एकजना श्वेता ज्ञानुबानिया भन्ने एकजना बहिनी छन् होइन त्यो अहिले अमेरिकामा डक्टर भइसके उनले स्टोरीहरू अङ्ग्रेजीमा लेख्दाखेरि त्यहाँ छ के यो कुरा तपाईँले खोजेको कुराहरू चाहिँ छ कि यसरी रजस्वला भइसकेपछि चाहिँ मलाई ब्लुम गरे जस्तो लाग्यो भन्ने कि त्यसरी त्यो छ त्यही पनि फेरि के भयो त वैज्ञानिकी त भएन नि त हामीले खोजेको प्रोटेस्टको अथवा एउटा प्राइडलाई क्लेम गर्ने एउटा टुल अथवा एउटा त्यस्तो खालको रूपमा प्रयोग भएको कुरा हो त्यसरी चाहिँ आयो तर यो डिग्निफाइड मेन्सुरेसनलाई ब्याकअप गर्ने टाइप चाहिँ आएको छैन एउटा कुरा भन्छु तपाईँलाई है अहिले बिर्सिन्छु मेरो एउटा विद्यार्थी छन् निलम चन्द अहिले उनी मेरो अन्डरमा मेरो सुपरभिजनमा थेसिस गरिरहेछन् त्यो उनको थेसिसको विषय चाहिँ के हो भने सुदूरपश्चिमका महिलाहरूको रजस्वला अनुभव मैले अगाडि बढाइरहेको छु उसले लेख्दैछन् अहिले होइन 2-3 महिना 4 महिनामा आउला भने र उसलाई मैले के भनेको भने जाऊ सुदूरपश्चिमको महिलाहरूसँग कुरा गर किन म सुदूरपश्चिम त्यो छाउपडी प्रभावित एरिया हो नि त छाउपडी प्रभावित एरियामा छाउपडीको डिस्कोर्सबाट ती महिला गाइडेड छन् कि उनीहरूलाई थाहा छ यो मेन्सुरेसन भने यो हो यसको डिग्निटी यस्तो हुन्छ यो विज्ञान हो मान्छेको भविष्य सुरक्षित राख्नमा कति महत्त्वपूर्ण योगदान रहेछ ल भन्नुहोस् त ल मानौँ न रजस्वलै हुँदैनन् महिलाहरू भने उसले बच्चा पाउँदैन बच्चा नपाएपछि फ्युचर के हुन्छ त अनि पुरुष कहाँबाट जन्मिन्छन् होइन ती महिलाले के बुझाएर रहेछन् भनेर मैले उसलाई पठाएको छु फिल्डमा अनि त्यो ओरल नेरेसनहरू कलेक्ट गरिरहेछन् त्यसलाई टाइप गरिरहेछन् अनि हाम्रो राधाजीको पनि थ्योरीहरू उहाँको
भनाइहरू पनि कोड गरेर अनि उसले गरिरहेछ 1-2 महिनापछि यो थेसिस आयो भने म तपाईँलाई भन्छु। दाइले अलिकति युनिभर्सिटी कुरा गर्नुभयो, त्यहाँ चाहिँ दाइ हाम्रो पाठ्यक्रम कस्तो छ र अब विद्यार्थीहरू त त्यही पाठ्यक्रम पढ्ने हो होइन, तर विद्यार्थीहरू अहिले अलिकति यसलाई चाहिँ भनौँ न आत्मसात गरेर यसको वैज्ञानिकीलाई आत्मसात गरेर चाहिँ आउनु भएको छ। पाठ्यक्रम चाहिँ अलिक पुरानो होला भनेपछि उहाँहरू बिच पनि एउटा द्वन्द्व हुन्छ होला नि, तपाईँसँग त्यो देखिन्छ होला नि तपाईँले पढाउँदाखेरि, कस्तो पाउनुहुन्छ युनिभर्सिटीमा? जस्तो जेन्डर स्टडिज भन्ने कोर्सेसहरूमा चाहिँ त्यो वैज्ञानिकी सहितै पढाइन्छ त्यहाँ होइन। जस्तो वाट इज मेन्सुरेसन भन्ने कुरो, एनाटोमी, फिजियोलोजी होइन, शरीरको सबै पढाइन्छ त्यो त्यसको जगमा विद्यार्थीहरूलाई दीक्षित गरेर अनि समाजमा के भइरहेछ, राजनीति कस्तो छ, बडी पोलिटिक्स होइन, जस्तो समाजमा कस्तो छ कुराहरू भनेर अरूतिर पठाउने हो जेन्डर स्टडिज। हाम्रो जस्तो लिटरेचरको, जस्तो म त लिटरेचरको टिचर होइन, हामी कहाँ चाहिँ के छ भने त्यो विज्ञानलाई विज्ञानकै रूपमै पढाउने डिपार्टमेन्ट होइन मेरो, सरी होइन नि त। तर के भने हामी त साहित्य पढाउँछौँ, अनि लिखित साहित्यमा आएको भए हामीले पढाउनु पाउने हो नि त, आएकै यो छैन भने त हामीले पढाउनै पाउँदैनौँ होइन। तर हामीले चाहिँ पढाउँदाखेरि यो थ्योरी पढाउँदाखेरि कमसेकम म अलिकति साइन्स ब्याकग्राउन्डबाट आएको टिचर पनि हो होइन, मेरो चाहिँ साइन्स ब्याकग्राउन्ड हो, मलाई थाहा छ यो कुराहरू भने। कमसेकम मैले चाहिँ मेरो क्लासमा जस्तो जेन्डरका यस्तो मेन्सुरेसनका कुराहरू आयो भने मैले त्यो वैज्ञानिकी पनि भन्ने गरेको छु, तर मैले पढाउनलाई निकालेको कथा कवितैले त्यो भन्छ भन्ने चाहिँ ग्यारेन्टी चाहिँ छैन क्या साहित्यको डिपार्टमेन्टमा चाहिँ। तर इङ्ग्लिस डिपार्टमेन्टमा चाहिँ तपाईँले भनेको यो हिचक चाहिँ छैन, हेर्नुहोस् त्यो फ्रेङ्कनेस आइसकेको छ, त्यो म एकदम सगौरव भन्न सक्छु। मेरो डिपार्टमेन्ट अथवा इङ्ग्लिस डिपार्टमेन्टहरूमा यो फ्रेङ्कनेस छ। मेन्सुरेसनमाथि लेख्छन् पनि, थिसिस पनि, अघि मैले भने नि निलम्बजतु गरिरहेछ भनेर गर्छन्। जेन्डर एन्ड सेक्सुअलिटी, थर्ड जेन्डर, यी सबैमा त्यो फ्रेङ्कनेस आएको छ। तर के चाहिँ छैन भने त्यति फ्रेङ्क बनाएर हामीले निकालेको विद्यार्थी क्रिएटिभ राइटिङमा आएर साहित्यमा यो विषयलाई इन्क्लुड गरिहालेको चाहिँ छैन। त्यो चाहिँ फेरि उसले आफूले एप्लाई गरिरहेको कतिको देख्नुहुन्छ हजुरले पढाइरहँदाखेरि, त्यसलाई चाहिँ आफ्नो परिवारमा या चाहिँ आफूमा कमसेकम उसको पार्टनरसँग व्यक्तिगत जीवनमा मैले देखेको छु। के भने एकजना मैले पढाएको त होइन, तर म चिन्छु एकजना सञ्जोग ठकुरी भन्ने भाइ छन्, तपाईँले पनि भेट्नु होइन, बरु अन्तर्वार्ता गर्नुहोस्। त्यो सञ्जोग ठकुरी भन्ने भाइ चाहिँ जेन्डर स्टडीबाट दीक्षित भएर युनिभर्सिटी निक्ले भाइ। उसको मुभमेन्टै के छ भने यिनै कुराहरू के, यसलाई उसले एउटा अभियानको रूपमा युथहरूको बिचमा जाने होइन, आफैमा पनि एप्लाई गर्ने, साथीहरूको बिचमा, अनि यो सेनिटरी पेडहरूमा काम गर्ने, बाँडेर हिँड्ने होइन, एउटा युवाले केटाले हेर्नुहोस्, एउटा मैले इक्जाम्पल तपाईँलाई दिएँ होइन, अरू पनि त्यस्ता छन्, दे आर वर्किङ, एप्लाई पनि गरिरहेछ। एकजना मैले नाम चाहिँ अहिले बिर्सेँ होइन, एकजना पुलिस बहिनीको मैले किताब हेरेको थिएँ है, अनि ऊ चाहिँ जेन्डर स्टडिजमा मास्टर्स के, उसको लेखनमा पनि त्यो छ के। अनि ऊ पनि जस्तो अहिले त पुलिसको उसमा इन्सपेक्टर भएर गइन् होइन, त्योभन्दा अगाडि उनको पनि एक्टिभिजम थियो क्या यो एरियामा चाहिँ युवती इन्भल्भ गर्ने होइन, अनि यसमा काम गर्ने। सबभन्दा राम्रो आइकनिक इक्जाम्पल युवाको त अहिले त त्यही सञ्जोग ठकुरी हो, तपाईँले एकचोटि भेट्नु भन्नु चिन्नुहुन्छ? खोजेर म नम्बर दिन्छु भरे होइन। जस्तो एउटा चिज लाग्छ क्या दाइ, जस्तो महिला लेखकहरू जो प्रकाशित हुनुहुन्छ या चाहिँ अप्रकाशित पनि तर मञ्चहरूमा भएकोले चाहिँ समीक्षकहरूसँग चाहिँ यो मर्यादित महिनावारीको जुन वैज्ञानिकी बुझ्छ नि, यो बुझेपछि त्यो विभेद गर्ने आँटै आउँदैन, मलाई त्यो लाग्छ है। र तर त्यसलाई व्यवस्था गरेको हुनाले चाहिँ समीक्षकहरूले चाहिँ कुनै पनि पुस्तकहरू आयो, कुनै पनि महिला लेखकहरूको राम्रो राइटिङ आयो भने त्यसलाई चाहिँ निमोठ दिएको जस्तो होइन, त्यो चिज भइरहेको छ भन्नुहुन्छ होइन। अहिले हालसालै प्रकाशित धेरै लेखिकाहरूले पनि सम्भावना देखाउनु भएको, तर चाहिँ चर्चामा नआउनमा चाहिँ त्यो चिजले काम गरेको हो कि भन्ने खालको उहाँहरूसँग बस्दाखेरि त्यो कुरा गर्नुहुन्छ क्या। भनेपछि यो त तपाईँको क्रिएटिभ राइटिङमा मात्रै होइन, जब यसलाई समीक्षा गर्ने कुरामा, यसलाई विश्वविद्यालयमा लाने कुरामा, यसलाई डिस्कोर्समा ल्याउने सवालमा पनि त फेरि होइन समीक्षकहरूबाटै प्रोफेसरहरूबाटै एक खालको त्यो विभेद रहेछ नि त। त्यस्तो प्रोफेसरहरू समीक्षकहरू भन्ने पनि यही समाज होइन, त्यही धाराबाट दीक्षित भएर आएका पनि त छन् नि त होइन, त्यसले गर्दा उनीहरूको चस्मामा पनि प्रब्लम छ। तर फेरि महिला समालोचक पनि नि त थुप्रो छन् नि त, जस्तो होइन म कति नाम अहिले भन्न सक्छु, उहाँहरूकै लेखनमा पनि त होइन नि त त्यो। अनि यो जेन्डर्ड कुरा मात्रै होइन कि, यो हाम्रो निर्मिति जुन समाजको भेल्युहरू गर्यो नि त्यसले खोल्न नदिएको मलाई त्यस्तो लाग्छ। किनकि अहिले कति धेरै जेन्डरमा लेख्ने होइन, जस्तो हाम्रो मेरै साथी कुमारी लामाले त तेस्रो लिङ्गीको बारेमा किताबै लेख्नु हो, एकाडेमीबाट छाप्यो होइन।
त्यस्तो आउनु भएको छ क्या अलिअलि सुरु भइसकेको हो त्यो राम्रो कुरा हो तर अधिकांशको त्यही पुरानो फ्रेमवर्कले गर्दाखेरि त्यस्तो भएको भाइ है म चाहिँ आशावादी छु है अब यी कुराहरू धेरै ज्ञान भइसकेको छ क्या अहिले जस्तो फ्यामिलीमै पनि होइन रजस्वला भएपछि त्यो 5 दिन किचनमा नजाने अनि श्रीमानसँग एउटै टेबलमा बसेर खाना नखाने जस्ता चलन थियो कि थिएन हामीले पनि त देख्यौँ नि अलि टुट्दै गएको छ टुट्दै गएको मेरो आफ्नै अनुभव छ र तोड्ने कसले त हामीले होइन हामीले तोड्ने हो नि त वी हेभ टु स्टार्ट फ्रम आवर सेल्फ हामीले घरबाट सुरु गर्नुपर्छ अनि पो अरूलाई भन्न पनि मर्यादा हुन्छ र महिलाहरूकै पनि के भने यो यति कुरो सबै बुझाएर पनि त्यो झिझक भन्छ नि हिन्दीमा त्यो इन्हिबिसन चाहिँ छ क्या फेरि यो सबै थाहा छ विज्ञान पनि पढेको बायोलोजी पनि पढेको थ्योरी पनि पढेको 10 मिनट अनि सबै थाहा भएर पनि फेरि महिलाको पनि एउटा कहाँनिर गएर एउटा फियर भने शास्त्रले भनेको साँच्चै हो भनेदेखि त फेरि अनि आमाले सिकाएको हजुरआमाले सिकाएको होइन त्यो चिजबाट पनि त्यो मुक्त हुनु पनि सकिरहेको छैन के धेरै कुराले काम होइन हजुरसँग दाइ यो विषयमा यति हजुरले यति फ्र्याङ्क भएर चाहिँ यो मुद्दाहरू बोल्नुभयो होइन र यो विषयमा हामीहरू अहिले जेनजी चलिरहेको शब्द चलिरहेको छ र जेनजीहरू या जेनियाक्सहरू पनि कुरा हुन्छ यो तपाईँको चाहिँ च्याट बक्समा हुन्छ होला पर्सनल च्याट बक्समा भेटेर अहिले कफी कल्चर छ त्यहाँ कुरा हुन्छ होइन तर त्यसलाई न मिडियाले विषय बनाइदिरहेको छ न साहित्यले पनि हामीले लामै कुरा गऱ्यौँ विषय बनाइरहेको छैन होइन एउटा फ्र्याङ्कनेस समाजमा हो कि जस्तो देखिएको तर फेरि हामी हिंसा हेर्छौँ भने लैङ्गिक हिंसाहरू भयङ्करसँग चाहिँ नेपाली समाजमा बढेर गएको छ या चाहिँ सिङ्गल लाइफको कल्चर बढेर गएको छ होइन अब सिङ्गल बसिरहेको पुरुषले अन्ततोगत्ता महिलाको हिंसाप्रति नै प्रेरित भएको जस्तो चाहिँ घटनाहरूले देखाउँछ होइन भनेपछि हो फ्र्याङ्कनेस आएको हो तर अलिकति साहित्यले मिडियाले अलिक बुद्धिजीवी सर्कलले त्यसलाई अलिक सिद्धान्त बनाएर बहसमा नल्याइदिँदाखेरि चाहिँ त्यो टुक्रै हुँदो रहेछ र त्यसले अन्तत चाहिँ हिंसा नै बढाउने हो कि जस्तो म देख्दछु कि त्यो भएर अबको भूमिका के हुनसक्छ साहित्यको रजस्वलाको विषयमा या लैङ्गिक संवेदनशीलताको विषयमा चाहिँ कसरी लेख्ने त नि अब अगाडिको पुस्ता र पछाडिको पुस्ता के लाग्छ भने साहित्यले अथवा विमर्शले सम्बोधन गरो या गरेन भन्ने तपाईँको चिन्तामा एउटा के निहित छ भने नि तपाईँ र म पनि के मानिरहेछौँ भने यो चाहिँ कसको जिम्मेवारी त भने एकाडेमी अनि सङ्गठनहरू अनि युनिभर्सिटी पाठ्यक्रम को जिम्मेवारी हो भन्ने एउटा कहीँ न कहीँ बुझाइछ क्या यसलाई नि तोडिदिउँ हामीहरू हरेक मान्छे इन्स्टिट्युसन हो क्या अहिले हेर्नुहोस् तपाईँले सुरु गर्नु पनि तपाईँ इन्स्टिट्युसन हो पहिला चाहिँ जस्तो ग्रुपहरूले एकदम प्राज्ञिक मान्छेहरूले सुरु गरेर मुभमेन्ट हुन्थ्यो कि हेर्नुहोस् तपाईँको यो तेस्रो लिङ्गी जस्तो थर्ड जेन्डर भनौँ न मुभमेन्ट कसरी सुरु भयो त भन्दाखेरि चाहिँ प्रिजनरहरूले ब्ल्याक वाल भन्ने ठाउँमा प्रिजन तोडेर सुरु भयो भने त कुनै प्राज्ञिक मान्छेले सुरु गरेकै होइन यो हेर्नुहोस् होइन उनीहरूलाई चाहिँ प्रिजनर किन प्रिजनर त भन्दा उनीहरूको चाहिँ लैङ्गिक आचरण चाहिँ समाजले सोचे जस्तो भएन भनेर प्रिजनमा राखेका ती मान्छेहरूलाई लैङ्गिक आचरण भनेको त के त भन्दा त्यसलाई कम्पलसरी हेट्रोसेक्सुअलिटी एउटा पुरुषले उसको सम्बन्ध महिलासँग हुनुपर्छ अनि महिलाको पुरुषैसँग हुनुपर्छ यो दुईभन्दा प्रतिर त केही देखेको थिएन नि त समाजले त अनि तेस्रो चौथो खालको पनि त सेक्सुअलिटी त हुन्छ नि त अनि त्यसलाई चाहिँ अमर्यादित भने उसले बाइबलमा पनि छ एउटा सोडोमी पुरुषहरूको यौन रिलेसन गर्नेहरूलाई चाहिँ त्यो पुरै देश निकाला गर्ने क्या अनि जस्तो यो अरब वर्ल्डहरूमा चाहिँ ढुङ्गाले हानेर मार्ने त डेथ अफ सोराया भन्ने एउटा छ होइन फिल्म हो यो तपाईँले पनि हेर्नु होला त्यो अमर्यादित यौन आचरण भएको आरोप भएको महिलालाई चाहिँ सार्वजनिक ठाउँमा लाने ढुङ्गाले हानेर मार्ने होइन अनि एउटा द स्कारलेट लेटर भन्ने एउटा अमेरिकी उपन्यास छ नेथनियल हथरनको त्यहाँ एउटा हेस्टर भन्ने क्यारेक्टर छन् होइन तिनको चाहिँ अमर्यादित सम्बन्धहरू थियो भनेर स्कुलै छुट्टी गरेर त्यो दिन हेर्नुहोस् सबैले रमिता देखुन् भनेर स्कुल छुट्टी गरेर अफिस अड्डा छुट्टी गरेर सबै मान्छेलाई टुँडी खेल जस्तो मैदानमा बोलाएर अनि तिनमाथि चाहिँ त्यो कोर्रा वर्षा र ढुङ्गा वर्षा र हत्या गरिएको छ कि हेस्टर भन्ने क्यारेक्टर तपाईँ हेर्नु कहाँ जाँदै थिएँ कहाँ बोकेँ तर यो जस्तो थर्ड जेन्डरको कुरा होइन यो चाहिँ यो यस्तो कुराहरू भनेको चाहिँ कुनै युनिभर्सिटी स्पेसमा कुनै ठुलो थ्योरिस्टले आएर उ गरेर सुरु भएको छैनन् कि जमिन सडकबाट सुरु भएको आन्दोलनहरू त्यसमा त एउटा त्यो मेन स्फियर भन्ने मैले अन्तिम सोध्न आँटेँ हजुरलाई एउटा मेन स्फियर भन्ने टर्म्स अहिले छ
त्यो चाहिँ डिजिटल स्केपमा केटाकेटाहरू बस्ने एउटा मेन स्पेयर छ, केटीकेटीहरू डिस्कस गर्ने वुमेन स्पेयर छ। हाम्रोमा नि मेन्स रुम रिलोडेड वुमेन्स भन्ने थियो नि। त्यो कस्तो भयो भने यो दुईटाको विषय थियो, दुईजनाको विषय। तपाईँ म दुवैजना पुरुष भयौँ, तर त्यो बहस चाहिँ त्यसरी नभएर महिला र पुरुषसँगै बसेर नभएर पनि होइन, त्यो मैले भन्न आँटेको जुन हिंसाहरू बढिरहेछ त्यो भएर चाहिँ यसलाई कसरी लान सकिन्छ त्यस्तो खाले बहसको सुरुवात। अब यो म त के लाग्छ भने को एजुकेसनल हाम्रो इन्स्टिट्युसन छन् नि, जस्तो स्कुलहरूमा जहाँ केटा र केटी सँगै पढ्छन् त्यहाँबाट सुरु गर्नुपर्छ भने उनीहरूलाई तलैबाट ज्ञान कि केटालाई केटासँग छुट्याएर मात्रै केटैको बिचमा मात्रै गर्दा पनि त्यो कुण्ठित हुन्छ क्या, अथवा उसँग एउटा अहम डेभलप हुने खतरा पनि हुन्छ कि हामी ती मेन त्यस्तै मात्रै कुरा हुने भयो नि त। मसलका कुरा हुने भए, भेलिडिटीका कुरा हुने भए, पावरका कुरा भने, पोलिटिक्सका कुरा भने, उता महिला भने त फेरि महिला जन्ने मात्रै कुरा हुने भए, अनि यसको कुरा उता जाँदैन, उसको कुरा उता जाँदैन। अब यहाँ त के भने कम्युनिकेसनको गेप हुन्छ नि त त्यो। अनि यो कम्युनिकेसन गेपलाई त तोड्नु पर्यो। यसको सबभन्दा राम्रो हामीले गर्न सके परिवारै हो। तर अब परिवार त्यस्तै छन्, जोइन्ट फ्यामिलीमा हजुरआमा हजुरबा सबै न्युक्लियर फ्यामिली पनि छैनन्, गर्दैनन् के। अब बाउले छोरासँग बसेर सेक्सको कुराहरू हतपत्त गर्दैन नि त, त्यति साह्रो हामी एम्बिसियस भइहाल्न पनि अलिक सकिँदैन नि त। तर एजुकेसनल इन्स्टिट्युटमा चाहिँ सम्भव छ, टिचरहरूले कोर्सहरूमा त्यस्तो कामहरू गराउन, केटाहरूलाई केटीको इन्टरभ्यू लिन लगाउने, केटीलाई केटाको इन्टरभ्यू लिन लगाउने, अन्त इन्टरभ्यूका क्वेसनहरूमा त्यो सेक्सुअल फ्रेङ्कनेस पनि अलिकति चिराउँदै किनकि यो बाहिर पनि अभ्यास गरियो होइन। को एजुकेसनल इन्स्टिट्युटबाट आएको मान्छे नै बलियो देखाएको छ क्या समाजमा, रिसर्चले पनि प्रमाणित गरेको छ। र तपाईँ हामी नि यतिकै बोल्ने लेख्ने, हामी त को एजुकेसनमा हो नि, केटाकेटी सब डुङ गर्दै जिस्किँदै उफ्रिँदै होइन, खेल्दै गीत गाउँदै आएका हामीलाई हामीलाई थाहा छ। कोही केही जेन्डरमा जन्मिँदैमा त्यो मान्छे ज्ञानी पनि हुँदैन, त्यो मान्छे बलियो पनि हुँदैन, शक्तिशाली पनि हुँदैन, त्यो हामीलाई पुरा थाहा छ नि त। अब उसले जीवनमा आएपछि कसरी मिहिनेत गरौँ, उसलाई कति अपर्च्युनिटी दिउँ, व्यवस्थाले कतिको सरल बनायो, घरले कतिको इम्पावर गरौँ, इन्करेज गरौँ, ले ऊ बलियो हुने वा नहुने हुन्छ। जेन्डरकै कारणले चाहिँ कोही ठुलो अथवा सानो हुँदैन क्या। भनेपछि नेपाली साहित्यमा दाइ महिला र पुरुष लेखक संयुक्त लेखन पनि प्रचलन छ, तर त्यो चाहिँ महिला र पुरुष लेखनको रूपमा आइदियो भने सायद यस्ता विषयहरू अझै सजिलोसँग उठ्न सक्छ कि होइन। जस्तो संयुक्त लेखनमा चाहिँ मलाई त्यति धेरै विश्वास छैन है। जस्तो आकाश विवादित छ, संयुक्त लेखनमा चाहिँ एउटा चाहिँ के हुन्छ भाइ भने, तपाईँ जर्ज अरवेलको नामबाट किताब लेखे 18औं शताब्दी। जर्ज अरवेल भने त केटाको नाम हो, नाम त केटाको हो नि, तर उहाँ खास केटी थियो कि मान्छे। मेरी आन्स इभान्स भन्नेले जर्ज अरवेलको नामबाट लेख्ने। किन लेख्ने त भन्दा महिलाले लेखेको पत्याउँदैनन् भन्ने चलन थियो कि त्यो एकदमै क्याथोलिक सोसाइटी, त्यो एकदम पेट्रियार्कल सोसाइटी। अनि जर्ज अरवेल खत्रै उपन्यासकार। अनि एक दिन चार्ल्स डिकेन्सले भनेको थियो कि, भनेको थिएँ मैले कति पढेको होइन, यो त महिलाको लेखन हुनुपर्छ। अनि किन त भन्दा त्यो स्वभाव हुन्छ क्या लेखनको पनि, महिला लेख त्यो स्वभाव चाहिँ हुन्छ, फेरि त्यसलाई डाइल्युट गर्न चाहिँ सकिँदैन भन्ने उनीहरूको भनाइ हो कि त्यो महिलाको लेखन हो। अनि पछि प्रमाणित भयो त्यो कुरा, खोज्दै लाँदाखेरि त्यो दिमागको तीव्रता त रहेछ नि चार्ल्स डिकेन्ससँग, कि पुरुषको लेखनको स्वभाव यस्तो हुन्छ, महिलाको लेखनको स्वभाव यस्तो हुन्छ। अनि त्यो चाहिँ केले डिटरमाइन गर्छ भने समाज कस्तो छ र पुरुषलाई केमा एक्सपोजर गरेको छ, उसले त त्यही कुरा गर्ने भयो। वारका कुरा गर्छ, सट्टा पलटका कुरा गर्छ, उसलाई एक्सपोजर त्यताको छ नि त। अब महिलाको के छ त भन्दा घरको चुलो चौको छोराछोरी होइन, त्यो उसको त दीक्षित त्यसै गरी गरेको छ नि त समाजले। अनि उनको लेखनमा त्यो फेमिनिस्टिक कुराहरू, अलिकति सफ्ट कुराहरू, टेन्डर कुराहरू आए। तर यो व्यवस्था बदल्नु भने त्यो चिज पनि डाइल्युट हुन्छ भन्ने मलाई लाग्छ। तर अब त्यो संयुक्त लेखनको त्यति धेरै सार्थकता देखिएन, अगाडि पनि गरे होइन, डर्ज गर्ने। यहाँ आकाश विभाजित छ भनेको त पुरुषहरू अब पुष्कर लोनीहरू होइन, अनि पद्मावती सिंहहरू, यो त एउटा ग्रुपले लेख्यो भने त्यो उपन्यास त्यति धेरै त्यसको हिस्टोरिकल भेल्यु त छ होइन, त्यसको त्यो मुद्दाले त्यति काम गरेको चाहिँ देखियो। अन्तिममा आइपुग्दै म नाम लिदिनँ, तर केही साहित्यिक अलिकति वरिष्ठहरू भनेर बस्दाखेरि चाहिँ उहाँहरूसँग चाहिँ एउटा सानो किशोरीलाई लिएर छिल्लिएको खालको टिप्पणीहरू, उखानहरू, या चाहिँ त्यो बडी सेमिङका कुराहरू, या चाहिँ बडी पोलिटिक्सहरू गरिरहेको देखिन्छ कि कुनै हाइकमा गइयो कतै गइयो भनेदेखि, किनकि पुरुष छौँ गर्दैनौँ भन्ने खाले। अनि महिलाहरूसँग जाँदाखेरि पनि त्यस्तो हुन्छ होइन। अनि म चाहिँ त्यो के देख्थेँ भन्दाखेरि, मैले स्थापित लेखकहरूबाट यस्तो व्यवहार देखेपछि, या कुनै तपाईँ ट्राभलमा जानुभयो
त्यहाँ जोकिङ कल्चर छ नि हामीसित, त्यो कल्चरमा त हामी महिलाले पुरुषको, पुरुषले महिलाको गर्छौँ होइन। मलाई पुरुषहरूको बढी चाहिँ महिलाको बडीलाई लिएर चाहिँ सेक्सलाई त्यस्तो तरिकाले लिएर जोकहरू हान्ने कल्चर छ होइन। त्यो जोकहरू मात्रै पनि तपाईँको साहित्यमा आइदिन्थ्यो भने पनि त्यसको एउटा पछि व्याख्या गर्नु त्यो पनि फेरि आउँदैन, त्यो भित्र साइकोलोजीमा बसेको छ होइन। त्यो साइकोलोजी चाहिँ छ एउटा होइन, अलिकति यो आउनुपर्छ भनिरहेको छौँ, तर भित्र चाहिँ त्यस्तो खालको चिज छ नि त होइन। त्यसमा तपाईँले कसरी भन्नुहुन्छ? मलाई चाहिँ एउटा डर लागेको विषय त्यो यत्रो लामो डिस्कस गऱ्यौँ, त्यो चिज मैले फिल गरिरहेको भएर भने एग्री गरेँ मैले, किनकि त्यस्तो देखियो। अर्को के पनि देखियो भने तपाईँले यो चिजले छुन्छ हेर्नुहोस्, कतिपय हाम्रा पुरुष लेखक साथीहरू हेर्नुहोस्, लेखक छन्, नाम ठुलो छ, पुरस्कार पाउँछन्, सेलिब्रिटी हुन्, उनीहरू कार्यक्रमहरूमा परिवारसहित आएको म देख्दिनँ क्या। तपाईँ एकछिन कल्पना गर्नुहोस् होइन। अनि उनीहरूको फेसबुकहरू पनि यसो सुराकी गऱ्यो भने श्रीमतीसँग फोटोहरू आएको देखिँदैन। कति लेखकहरूका हामी श्रीमती चिन्दैनौँ पब्लिकमा। अनि त्यो त्यहाँबाट के बुझिन्छ? अथवा कति महिलाहरू हुन्छन् होइन, उनीहरूको त्यो परिवारलाई संयुक्त एउटै फ्रेममा सेलिब्रेट गरेको फोटोहरू कतिको तपाईँ यो रिसर्च गर्नु न एकचोटि, सुराकी गर्नु, मैले भनेको लागि दम छ कि त्यहाँबाट के बुझिन्छ भने लेखकहरूको घरैमा आफ्नै श्रीमान अथवा श्रीमतीप्रति विश्वास छैन, उसँगै उभिएर त्यो फोटो समाजमा जाँदाखेरि उसलाई झिझक छ, उसलाई हिचकिचाट छ। अब त्यो लेखकबाट तपाईँ डिग्निफाइड मेन्सुरेसन, जेन्डर इक्वालिटी होइन का कुराहरू, इम्पावरमेन्टका कुराहरूको के आशा गर्नुहुन्छ? म लेखक, मेरो श्रीमतीलाई मेरो लेखन कार्य, मेरो लेखन कम्युनिटी, मेरा साथीभाइ यी हुन्, पत्रकार यी हुन् होइन, मेरा समीक्षकहरू हिन्, यो मेरो विमोचन हो, योसँग आत्मसात गराउँदै इन्टिग्रेट गर्दै लाने हो कि होइन? किनकि म लेखक भएर पल्टिनुमा त उनको त त्याग छ नि त, घर सम्हालेको छ, छोरछोरी सम्हालेको छ, खाना पकाएर दिएको छ, सबै गरिदिएको छ नि। अनि म चाहिँ लुकेर अर्को पाटो गरिरहेको छु क्या। अब मबाट भनौँ न ती प्रतिनिधि पात्र मेरो श्रीमती महिलाको उनको डिग्निटीको लेखन आउँछ भनेर कल्पना गर्ने गाह्रो छैन। अनि के का विभाजन रेखा हामी बोकेर हिँड्छौँ के? अहमका विभाजन रेखा हुन् कि अथवा मेरो लेखन चाहिँ अर्कै प्याटर्नको हो भनिन्छौँ हामी। प्याटर्न डिफाइन गरिदिएपछि त आउनै परेन त जेन्डरमा। लेख्न चाहिँ समाजको लेख्ने, मान्छेको लेख्ने भन्ने, अनि मान्छेको लेख्ने भन्ने, अनि यौनका कुराहरू अब तपाईँले अघि भने मूत्राशयका कुराहरू होइन पनि नआएपछि त्यो मान्छेको लेखन भयो भन्नु पूर्ण भयो त्यो भएन नि। त्यही भएर बडी राइटिङ भनेर एउटा निकालेको थिए फ्रेन्च फेमिनिस्टहरूले, बडी राइट योर बडी होइन। त्यो चाहिँ जस्तो कोफोन्स्की भन्ने एकजना, हेलेन सिक्सस भन्ने एकजना होइन, अनि जुडिथ बटलरहरूको एउटा ग्रुप छ क्या फ्रेन्च फेमिनिस्ट, उनीहरू फ्रेन्च हुन् होइन। बडीको पर्फर्मेन्समाथि कुरा गर्ने क्या। मैले सबभन्दा बढी चिनेको मेरो सबभन्दा इन्टिमेट स्पेस भनेको मेरो बडी हो। अनुभव लेख्ने भने बडी लेख्ने सुरु गर्नुपर्छ। बहुत प्रभावशाली त्यो थ्योरी भयो होइन। र पछि त्यो जेन्डर इज पर्फर्मेन्स भन्न थाल्यो नि भाइ। जेन्डर त तिमी कसरी पर्फर्म गर्छौ समाजमा त्यो हो तपाईँको। यो बायोलोजिकल्ली गिभन त त्यो त एउटा सेक्सुअल पोजिसन हो, त्यो फिजिकल, द्याट डजन्ट म्याटर। हाउ यु पर्फर्म द्याट म्याटर्स भन्न थालेका छन् क्या। अनि यी अग्रगामी, यी पोस्ट स्ट्रक्चरलिस्ट भन्नाले उत्तर संरचनावादी सोचहरू हुन्। यी सोचहरूलाई हामीले अबको डिस्कोर्समा लिएर आउनुपर्छ। त्यसका मेथोडोलोजीहरू छन्। प्रोटेस्ट गरेर मात्रै पनि हुँदैन, रिस उठ्छ नि त मान्छेहरू प्रोटेस्ट मात्रै गर्दाखेरि होइन। जस्तो म पुरुष छु, पुरुषका विरुद्ध यहाँ ढुङ्दैन भन्न थाल्यो भने त रिस उठ्छ नि त। रिस उठेपछि त सोल्युसन नै आउँदैन नि त। मलाई के बुझाउनु पर्छ भने, अथवा मैले पनि बुझाउनु पर्छ कि कहाँबाट त्यो सङ्कथन चाहिँ कसले गाँठो पारो र यसको अपव्याख्या भयो, त्यसमा हो नि त हिर्काउने। त महेश पौडेललाई या राजुलाई हिर्काउने होइन क्या, त्यो सङ्गठनको निर्मितिलाई हिर्काउने हो। त्यो चाहिँ पोस्ट स्ट्रक्चरल फेमिनिजम, पोस्ट स्ट्रक्चरल जेन्डर स्टडिजले गर्छ। त्यतातिर हाम्रो समालोचना एकदमै प्रवेशै गरेको छैन भन्दा पनि हुन्छ। अब प्रवेश चाहिँ गराउनु जरुरी छ। हुन्छ, थ्याङ्क यू।